सबैजनालाई नमस्कार। भान्जा एकीकृत कृषि फर्म प्रालीको तर्फबाट धेरै दिन पछाडि यो भिडियो पोस्ट गर्दैछु। हेर्नुहोस्, यो बिरुवा टिसिबिटी पञ्चमहाभूत ऊर्जा विज्ञानमा आधारित खेती। यो हाम्रो बिरुवा तयारी हुँदैछ। अब हेर्नुहोस्, यो बिरुवाको पोषणको लागि पञ्चमहाभूतमा आधारित खेती। यो हाम्रो देशी गाईको गोबर, लोकल गाईको। यसमा अब हामीले यसरी तयारी गर्दैछौँ। जबसम्म भूमि रहन्छ, भूमि रह्यो भने मात्रै हामी पनि जीवित हुन्छौँ। त्यसैले पञ्चमहाभूतमा आधारित खेती गरौँ सबैजनाले। जीवाणुयुक्त खेती, त्यसमै सबैको कल्याण छ। हेर्नुहोस्, हामीले मल यसरी तयारी गर्दैछौँ। हवस् त, धन्यवाद।